नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो अर्को मिनी ब्लगमा। आज चाहिँ डे आउटिङ विथ माई भाइ एन्ड छोरी। ल चल्दिएको ल साथीहरू, इन्जोय द मिनी ब्लग। यो चाहिँ हाम्रो नेपालको जस्तो ग्रोसर भनेर देखाएको हजुरहरूलाई। अनि फुल रहेछ त्यहाँ लक्ष्मी पूजामा, अनि त्यहाँबाट भाइटिकामा युज गर्छौँ नि हामीले। अनि कस्तो राम्रो रहेछ, अनि त्यहाँ यसो खिचेको के साथीहरू। अनि हामी चाहिँ म चाहिँ पोज दिदी हिँड्दा थिएँ, मैले आज छोरी कुरा छैन नि त, नानीको मामाले पुऱ्याइदिनु भएको छ। अनि त्यही भएर अब म चाहिँ पोज दिदी हिँडेको क्या। अनि अलि माथि चर्च छ त्यहाँ, अनि चर्चमा गएर एकछिन बस्यौँ, फोटो खिच्यौँ। अनि फुलहरू कस्तो रहेछ भनेर हजुरलाई देखाइदिएको। मान्छेप्रतिको माया हेर्नु न, मामाको फेरि छुट्टै छ संसार। छाया देखेर नडराउनु होला है साथीहरू, हामी बुझ्दैनौँ कसको छाया हो भनिदिनुहोस् त यो दुईजना। अनि हामी यता हेर्दै पार्क आइपुग्यौँ। अनि मैले अहिलेसम्म क्या पार्कमा छोरीलाई लिएर त गएको छु, तर यसरी खेलाउने, पिङमा राखेर खेलाउने, अनि डिकिच्यामा राखेर, अनि त्यहाँबाट चिप्लिटीमा राखेर त्यस्तो अहिलेसम्म गराएको छैन कि। मैले चाहिँ पहिलोचोटि हो कि यो उसलाई पिङमा राखेर खेलाएको, अनि चिप्लिटी खेलाएको, अनि डिकिच्या खेलाइदिएको। हेर्नु न, पछि लास्टमा चिप्लिटी खेल्ने बेला चाहिँ कस्तो मजाले हाँस्छन्। ल रमाइलो लाग्यो क्या त्यो चिप्लिटी खेल्ने बेला चाहिँ। अरू बेला चाहिँ त्यति हाँस जस्तो गरिनँ। अनि हामी चाहिँ त्यहाँ नानीलाई खेलायौँ, बस्यौँ, अनि गयौँ साथीहरू। ल ढोड फाड्न आउनुहोस् है साथीहरू, ढोड फाड्न। नेपालमा त ढोड फाडेर नि ढाड डुबेर के भइसक्यो होला, यहाँ चाहिँ ढोड फाड्ने बेला भएछ, आउनुहोस् है। ढोड फाड्नु पर्दैन, घरमा त्यसै बसेर हुन्छ भनिदिएर के अझै है। अनि हामी हेर्दा हेर्दै पेट्रोल पम्पतर्फ पुग्यौँ। त्यहाँ गएर मैले दुइटा हेर्दै एउटा ललिपप किनेँ। अनि त्यहाँबाट भाइलाई हेरिदिएको ला भनेर, म त भान्जीलाई त खाइरहेको छु क्या भन्छ। अनि दिएको मैले भाइलाई हेऱ्यौँ। अनि हामीले चस गरेर खाएको जस्तो, खा त के भन्नु, पिएको जस्तो गरिदिएको ल साथीहरू। अनि हेर्नु म कस्तो आदो मान्छे क्या, म कन्फ्युज भएको क्या, म त खुर्सानी भनेर हेर्नु भइरहेको थिएँ। अनि छोरीलाई ललिपप खोलेर दिन गरेको होइन क्या मैले, त्यसै दिएको थियो। लास्टमा खाने चाहिँ मैले हो क्या फेरि। अनि हामी हेर्दा हेर्दै मेरो छोरी निरायण हेर्दाखेरि हेर्दै ललिपप चाहिँ छोडेको होइन क्या फेरि उसले। नसिस्ट खाने भए आउनुहोस् है साथीहरू, हामी आइपुग्यौँ हाम्रो बेला। त्यो चाहिँ हामीले खाएको बोतल गिसेन्ड आउँछ। ल थ्याङ्क यू फर वाचिङ, बाई, लभ यु।